like I'm floating through the air. The pain I felt is paid for, all is said and done. Paid for, all is said and done. So hello, what's up YouTube family? It's me Jacob, हैन सबैलाई सन्चै होला र आज चाहिँ मैले तपाईहरुको लागि हैन मेरो भ्लगमा हाम्रो बी डिभिजनको खेलाडी जो चाहिँ हैन 2 सालबाट खेल्दै रहेको छ हैन उसको नाम चाहिँ हैन राजु तामाङ हो ल उलाई यसो भ्लगमा स्वागत गरौँ ल ल के छ त राजु हाम्रो हालखबर सबै ठिकै छ ल यसो हैन ह्यान्डसेक स्यान्डसेक हानेर र आज राजुको हेयर कट पनि गर्दै गइरहेको छु भोलि उसको गेम पनि छ हाम्रो बोइज युनियनसँग हैन ल उसको यसो हेयर कटिङहरु हेरौँ हैन के कस्तो हुन्छ र सानो कुरा पनि गरौँ भ्लगमा हैन ल सुरु अब जहाँसम्म हुन्छ नि त केटाहरूले अहिले अब बीको लागि कति खेलि पनि रहेछ नि त र जुन यो ट्रेनिङ विक हुन्छ नि या ट्रेनिङ टाइम हुन्छ नि कतिको गाह्रो हुन्छ र यो बीको कतिको टप छ यो गेमहरु बी त तर हैन यो लिग अलि गाह्रै हो गाह्रै भनौँ न अब ट्रेनिङ पनि अलि 2 महिना जति हुन्छ ट्रेनिङ त्यही माथि अब त्यही पेसमै खेल्नुपर्छ कोचले सिकाउने नै त्यही पेस हो जो स्टामिना अलिकति बचाएर राख्नुपर्छ स्पिड अलि रिकभर गरेर राख्नुपर्छ अनि त्यही हो धेरै हार्डवर्क चाहिँ धेरै गर्नुपर्छ बी यस्तो अब यो लोकल गेम जस्तो होइन यसमा अलि अब सबै क्लबले टाइम पाउँछ होइन अनि त्यसमा चाहिँ अब भिडन्त क्या एउटा वर्ल्ड वार जस्तो क्या टाइपको त्यस्तो टाइपको हुन्छ अब ग्राउन्डमा छिरेपछि न आफ्नो आफन्त भनेर नि हुँदैन ग्राउन्डमा वार र पार हुन्छ त्यही अनुसारले ट्रेनिङ पनि त्यतिकै भइरहेको हुन्छ अनि यो जति 2 महिना ट्रेनिङ गरेर थिए नि केटाहरूले गेम भन्दा अगाडि दिनको कति घण्टा गर्थ्यो केटाहरूले दिनको खास गरी अब एभरेजमा भन्नु पर्दाखेरि चाहिँ 2 घण्टा हुनुपर्ने हो तर हामीले चाहिँ अलिकति क्लबलाई अलिकति हाइटमा ल्याउने भनेर ए नै चढाउनु पर्छ भनेर हामीले 3.5 घण्टा जति ट्रेनिङ गर्थ्यो अनि त्यसको लागि हाम्रो कोच पनि धेरै राम्रो थियो किनकि प्लेयर बनाउने टाइपको किनकि हाम्रो कोच कस्तो छ भन्दाखेरि अब पहिला नै कोच गरेको हो 2 सालमा अनि त्यसमा पनि धेरै प्लेयरहरू नेसनल प्लेयरहरू भइसकेको छ त्यसमा 3-4 जना 4-5 जनै भइसक्यो नेसनल नामहरु बी खेलेर गिलेस्पी भन्ने एउटा अब आर्मीबाटै हो त्यो 2 सालबाट खेले हो 2 सालबाट खेला हो अनि त्यसपछि अब जोस छ केटाहरू टन्नै अब जोस कोचहरूले चाहिँ जोस प्लेयर बनाउँछ भन्ने एउटा आशा पनि छ गर्दै पनि गइरहेछ यो गेमको लागि मात्र होइन अब पछिको लागि फ्युचरको लागि पनि सोच्छ कोचले चाहिँ त्यही अनुसारले हाम्रो ट्रेनिङ भइरहेको छ ल फुटबलमा हैन अरु कुरा त भइहाल्छ नि हैन त्यहीमाथि नेपाल जस्तो ठाउँमा हैन अब यहाँ मलाई हैन हरेक कुराले कति प्लेयरहरू ल्याग भइरहेछ नि त कोही मलाई विदेश जानु परिरहेछ हैन मेन भने त अब सपोर्ट र फाइनान्शियलले गरेर हो नि त कति त खतरै प्लेयरहरू पनि बन्थ्यो होला नि त यो दुईटा सपोर्ट पाएको भए हैन र तेरो लाइफमा चाहिँ हैन अब फ्यामिली या त फाइनान्शियल के कतिको सपोर्ट दिएर खेलिरहेछ अहिलेसम्म भन्ने कुराहरू के कस्तो छ त सपोर्ट त ठिकै छ भनौँ राम्रै छ जस अब मेरो जस फ्यामिलीमा दाइले फुटबल खेल्थ्यो अब मामा भन्ने छुट्टै हो मामा ठाउँमा पुगिसकेको मान्छे पनि हो अब एज पनि अब भइसक्यो नि त अब जस भेटरान खेल्छ मामाले भनौँ अनि अब दाइले खेल्थ्यो अब दाइ पनि म जस्तै अलिकति फुटबल प्लेयरै बन्छु भनेर हिँडेको मान्छे पनि हो होइन अनि मेन चाहिँ अब परिस्थिति अनुसारले अब मेरो त अर्कै मोडतिर चल्नु पर्यो अनि अब काम त्यही भइहाल्यो अनि छुट्टी अब हप्तामा काम भएपछि त छुट्टी त हप्तामा एकचोटि हुन्थ्यो अनि त्यही एक टाइम अब फुटसल खेलेर पनि फुटबल प्लेयर नै मेरो लाइफ बनाउँछु भनेर त सक्दैन अनि जोस अब त्यो देखेर नि दाइले मलाई भन्थ्यो फुटबल अलिकति त्यस्तो धेरै ध्यान नदिए फुटबल सब कुछ भनेर त्यसरी नहिँड हुन्थ्यो तर होइन मेरो पनि छुट्टै सोच छ म पनि अब केही गर्छु अब दाइले जोस हार खाए पनि अब म चाहिँ हार खान्दिनँ भन्ने चाहिँ एउटा मेरो धारणा हो जोस अब दाइले सपना पुरा गर्न नसके पनि दाइको सपना र मेरो सपना पुरा एकैचोटि गर्ने भनेर चाहिँ मेरो एउटा लक्ष्य छ दाइको पनि ठुलो हात छ यसमा जे छैन त अब कहिले चाहिँ दाइबाटै अलिकति म पनि अलिकति उयो हुँदै आएको हो नि त इन्स्पायर हुँदै आएको हो दाइले खेलेर त भाइले पनि सिक्या हो दाइसँगै खेल्या हो त्यही हो अब पहिला हाम्रो टिम पनि अब दाजुभाइ टिमै थियो दाजुभाइ टिम भनेपछि अब हाम्रो जस राम्रै टिम थियो भनौँ न जस्तै हो हैन अब लाइफमा चाहिँ कसै न कसैको साथ चाहिँ चाहिन्छ कहीँ अगाडि बढ्न चाहिँ हैन त
त्यही त अब जे भने अब मान्छेलाई खेलाडी भएपछि एउटा फेसिलिटी पनि चाहियो नि त होइन फेसिलिटी बिना त कोही पनि सन्तुष्ट हुँदैन र जति पनि होइन अब त्यत्रो मेहनत गर्यो ट्रेनिङ गर्यो लास्टमा अब डाइट राम्रो भएन भने त्यति मेहनत गरेको के फाइदा भयो त त्यसको पनि अलिकति लाग्नु पर्यो अलिकति अनि यो चाहिँ अब हाम्रो टुसाल क्लबले चाहिँ कस्तो प्रोभाइड गरिरहेछ क्या हाम्रो खेलाडीहरूलाई चाहिँ हुन्छ नि राम्रै छ ठिकै छ भनौँ अलिअलि त अब जुनै क्लबमा पनि अलिअलि त उयो भइहाल्छ अलिअलि कमी त भइहाल्छ कमी कमजोर त त्यही पनि जस केटाहरूले उयो गरेछ म्यानेज जस खेलाडी सन्तुष्टै छ नि सन्तुष्ट छ मेन भने त्यही त होइन अब सन्तुष्ट चाहिँ हुनु पर्यो केटाहरूले जस एग्री गरेर जस राम्रै गरिरहेछ भनौँ न र त्यही हो होइन अब जति पनि अब अन्य क्लबहरू होला जे होला होइन खेलाडी अब जुनसुकै गेम होस् होइन त्यहाँ चाहिँ अब खेलाडीहरूलाई चाहिँ अलिकति होइन म्यानेजमेन्ट चाहिँ राम्रै गऱ्यो भने होइन खेलाडीहरू पनि खुसी भएर झन् राम्रो खेलिदिन्छ त्यसको लागि होइन आफ्नो ज्यान त्याग गरेर होइन त्यो एउटा इन्स्टिट्युट होस् या क्लब होस् या जेसुकै होस् होइन त्यतिलाई चाहिँ त्याग दिन्छ भनौँ न होइन सही हो यति चाहिँ हुनु पऱ्यो ल बिग साउट आउट टु टुसाल क्लब होइन जसले चाहिँ आफ्नो खेलाडीहरूलाई खुसी पनि बनाइरहेको छ होइन सन्तुष्ट पनि होइन घाम पनि ढल्किँदै गइसकेको छ थाहा पनि भएन उसँग हल्का रमाइलो फुटबलको मिठो कान कुराहरू गर्दा र भोलि चाहिँ हाम्रो अब बोइज युनियनसँग होइन बबाल छ नि तयारी र उसले चाहिँ होइन गोल हानिहाल्यो भने होइन टक्क लाएर हेर गर्दै देखाउँछ है टक्क लाएर होइन हो कि होइन सेलिब्रेसन यही हो त भोलिको सही ल यो सेलिब्रेसन चाहिँ भोलिको लागि होइन र अरू भन्दा पनि त्यही होइन र अब यो हाम्रो अब अन्तिम पनि भइसक्यो भिडियोको होइन र अब के भन्न चाहनुहुन्छ मेरो सब्सक्राइबर या त मेरो हेयर कटहरूको लागि अब केटाहरू सबैजनाले जो सपोर्ट गर्नु पर्यो होइन अब ज्याकब हेल्मु हाम्रो च्यानललाई होइन जस अब यस्तो राम्रो गर्दैछ भनौँ न राम्रो गर्नेलाई सपोर्ट गर्नुपर्छ सबैले होइन त्यही हो ल त्यति भन्दामा होइन म चाहिँ तिमीलाई अब भोलिको लागि बेस्ट अफ लक होइन सही गोल हान्नुपर्छ धमाका हान्नुपर्छ र त्यो भन्दै सबैजनालाई टेक केयर यो भन्दै म यहीँ बिदा लिन चाहन्छु बाई बाई